भिडियो लिएर तपाईँ सामु उपस्थित भएका छौँ। यो हेर्नुस्, यो ढुङ्गा, यो यहाँ भिर पोइन्ट जस्तै हो यो ठाउँ। यहाँबाट चारै दिशा हेर्न पाइन्छ। जस्तै हेर्नुस्, यो सेदुवा हो यो हैन, उता बाला सिसुवा भन्छन् हैन, यो भनेको नुम हो तपाईँको। यहाँ घरहरू अलि देखिँदैछ हैन। यहाँबाट टाढैबाट मैले खिचिरहेको छु भिडियो। अब ट्रन छैन, नत्र भने ट्रनले एकदमै नजिकबाट खिच्न सकिन्थ्यो हैन। अहिले त्यो अवस्थामा म छुइनँ। यो हेर्नुस्, यो अरुण 3 भन्छ। यो आयोजना अरुण 3 हो। यो नुम हो। हाम्रो महाकालु गाउँपालिका अफिस यही सिरानमा पर्छ, नुम बजार भन्छ हैन। ल हेर्नुस्, अब यहाँबाट मैले यसो घुमाउँदैछु, यो यसो घुमाउँदैछु हैन। यसो घुमाउने क्रममा यो नै हो गढी अलिकति देखिरहेको छ हैन। यो यस्तो ठाउँ हो। यहाँदेखि यो चौतारादेखि तपाईँले चारैतिरको दृश्यहरू हेर्न सकिन्छ। हेर्नुहोस्, अति सुन्दर छ। घाम लागेको छैन, पानी पर्ने सम्भावना छ। घरि घाम लाग्छ, घरि लाग्दैन हैन। यस्तै छ हाम्रो ठाउँको मौसम। हेर्नुहोस्, यहाँदेखि महाकालु हिमाल पनि यहीँदेखि उता पर्छ हैन। यसो पर्छ महाकालु हिमाल। यो डाँडा काटेर जान्छ हैन। टुरिस्ट क्षेत्र हो यो। यता एकदमै टुरिस्टहरू अब आउने गर्छन् हैन। एकदम विदेशी टुरिस्टहरू यता आउँछन्। यो माथि जान्छन् महाकालु हिमाल पनि कति नम्बरमा पर्छन् हैन। त्यो चाहिँ मलाई राम्रोसँग जानकारी छैन, त्यो पनि पछाडि जानकारी गरौँला। तपाईँहरूलाई आज यो चौताराबाट मैले हाम्रो महाकालु गाउँपालिका वडा नम्बर 3 देखि सबै वडाहरू मैले यसरी देखाइरहेको छु। तपाईँहरूले यसरी देख्न सक्नुहुन्छ हैन। यसरी सबै यता 4 नम्बरहरू पर्छन् हैन। यो पर 2 नम्बर 3 नम्बर त्यस्तै पर्छन्, 5 नम्बरहरू त्यस्तै हैन। अनि यो तल यो तपाईँले यहाँ देख्नु भइरहेको छ, यो अरुण हो, अरुण खोला हाम्रो। यही हो, यो खोला गएर तपाईँको सप्तकोशीमा मिसिन्छ हैन। यो खोला यो एकदम ठुलो खोला हो। यो एकदमै बाउलिन्छ। यो खोलामै अहिले अरुण 3 आयोजना भइरहेको छ। एकदमै वर्षामा एकदमै डरलाग्दो बाउलेर आउँछ। यहाँ थुप्रो आयोजनाहरू छ तपाईँको। यो माथि हेऱ्यो इसो आयोजना छ, विद्युत जलविद्युत भनौँ न हैन। अब यहाँ कासो हाइडल पनि सुरु हुँदैछ। अब माथि फोर्ट छ। त्यसो जलविद्युतहरू पनि धेरै यहाँ काम हुँदैछ। कामको सिलसिला बिस्तारै क्रम हिसाबले बढ्दैछ हैन। ल हेर्नुहोस्, यो भिडियोहरू अति सुन्दर छ, अति महत्त्व छ यहाँको।